को डेटासँग रिलेटेड डेटा कन्जम्सनसँग रिलेटेड छ होइन। अब नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा मोबाइल डेटा सेवा सुधार गर्दै 90% डेटा प्रयोगपछि ग्राहकलाई सूचना पठाइने, ग्राहकलाई पे एज यु गो निष्क्रिय गर्ने विकल्प दिने र मोबाइल डेटा सेवा सब्सक्रिप्सन मोडलमा सञ्चालन गर्न सकिने प्रणाली लागू गरिनेछ भनेछ। अब यसमा चाहिँ के छ भनेदेखि हजुरहरू हामीले भोगेकै होला, जस्तो तपाईँको डेटा हाम्रो सकिँदाखेरि पनि हामीलाई अलर्ट्स आउँदैन भनेपछि 90% डेटा प्रयोग गरेपछि ग्राहकलाई चाहिँ अलर्ट आउनु पर्यो कि यो 90% भोल्युम हेज बिन युज या यु हेभ कन्ज्युम्ड मोर देन सर्टन पर्सेन्ट अफ एमाउन्ट भनेर त्यसरी एउटा चाहिँ एसएमएस आउनु पर्यो भन्ने छ। र अर्को चाहिँ जस्तो हामीले कुनै डेटाको प्याक लिएको छौँ र डेटाको प्याक लिएर प्याक सकिएपछि चाहिँ डेटा चाहिँ चलिरहन्छ र त्यो चाहिँ हाम्रो मेन ब्यालेन्सबाट कटिरहन्छ। त्यसलाई चाहिँ हामी पे एज यु गो जसरी युज गरिरहेछौँ त्यसरी नै पे गर्ने भन्ने मोडालिटीमा गइरहेको हुन्छ। अब यसमा चाहिँ त्यो प्रोभिजनलाई ग्राहक आफैले निष्क्रिय गर्ने सक्ने विकल्प दिनु पर्यो भनेर छ। यदि तपाईँलाई नै अप्सन दिन्छ कि तपाईँको प्याक सकिसकेपछि तपाईँको मेन ब्यालेन्सबाट पैसा काट्ने कि नकाट्ने होइन। अब सब्सक्रिप्सन मोडल भनेको चाहिँ तपाईँको हामीले जुन प्याक लिन्छौँ त्यो सब्सक्रिप्सन मोडल भयो र पे एज यु गो भनेपछि तपाईँको जति युज गरिरहेछ त्यो हिसाबले पैसा काट्ने भनेपछि यसमा एउटा त तपाईँको 90% डेटा सकिसकेपछि एउटा अलर्ट आउने भन्ने प्रोभिजन भयो। अर्को चाहिँ तपाईँको कुनै प्याक लिनुभएको छ र त्यो प्याक सकिसकेपछि स्वतः मेन ब्यालेन्सबाट ब्यालेन्स कट्ने नकट्ने त्यसको विकल्प चाहिँ ग्राहकले नै चुज गर्ने अप्सन दिने र डेटा सेवालाई चाहिँ सब्सक्रिप्सन मोडलमा सञ्चालन गर्न सकिने भन्ने लागू गर्ने भनेर भनिएको छ यसमा चाहिँ।